गाइज वेलकम ब्याक। मेरो नाम चाहिँ समिदाल हो होइन। आज चाहिँ हामी गेस्ट सङ नेपालीमा हान्न गइरहेको छौँ र म आज एक्लै छुइनँ नि है फेरि गेस्ट सङ हान्नेमा। आज चाहिँ मसँग मेरो प्यारो भाइ छ। आज म त्यो भाइलाई बोलाउन गइरहेको छु। आउन त मेरो भाइ। हेलो हेलो के छ हौ? यो मेरो भाइको प्यारो इन्टरभ्यू दिनुहोस् सर। मेरो नाम चाहिँ सिराज देवकोटा होइन। म चाहिँ सिराजुल्लाबाट हो, बसे सराई उतै छ। Okay. तर बच्चादेखि बसेको चाहिँ विराटनगरमै, हाम्रो भेटघाट पनि विराटनगरमै भयो हो। Yes. यति बेला 6 वर्ष भइसक्यो, तर पहिलोचोटि देखिराख्नु भएको होला मलाई होइन। तर अब दाइको सबतिरै मै नै हुन्छु होइन। ठिकै छ, अब गरौँ न त जे हुन्छ। यस। अनि मेरो भाइ कतिको एक्साइटेड छौ र आज नेपालीको गेस्ट सङमा? अब एक्साइटेड त के भन्नु, आजसम्म कहिले गरेको छैन। हेरिदिउँ जे हुन्छ। नयाँ एक्सपिरियन्स लिनुपर्छ कहिले। यस नयाँ एक्सपिरियन्स लिनुपर्छ। म पनि धेरै पनि गराएको छैन गेस्ट सङ। जस्ट अहिले मेरो भिडियोहरूमा 4-5 वटा जति अपलोड होला, त्यही पनि म पनि ट्राई गर्छु मेरो आफ्नो बेस्ट तिनीहरूलाई ढिला नगरिकन हामी सिधा भिडियोतर्फ बढ्दा बेटर हुन्छ होला। कस्तो त मेरो भाइ? हुन्छ नि त, गरिदिउँ। ल गरिदिउँ न त ल। A few moments later. ल भाइ रेडी हो? रेडी हो? ल गेस्ट सङ नेपाली है त ल। ओके यो फेरि यसो कति छ त्यो फुल बुट्टे साडी? है हो त्यो फुल बुट्टे साडी। यो बुट होइन नि त भाइ, जुत्ता हो कि बुट हो? फुल बुट्टे साडी हो त। मिलेन त यहाँनिर? फुल बुट्टे साडी सपक पारी लगाइदिएछ नि, मेरो एउटा पोइन्ट गयो। ल ओइ यो के हो? ओइ हिमाल घर। ल भाइ यो के हुन सक्छ र? ल यसमा कान्छी होइन के हो यो? ओ हिमाल घर कान्छी गेस गर्नु न के गरेको नि। ओइ हिमाल कान्छीको घरमा होइन हौ। बस्दैन। होइन पखाउनु के हुन सक्छ थाहा छ यसमा? के हुन सक्छ त? ल फेरि मलाई पनि थाहा छैन। हेर्दिउँ न त ल। ए डाँडा डाँडा सुनेको पहाड थियो? सुनेको थिएँ। ए पहाडलाई मैले सुनेको थिएँ त। साली चाहिँ कसरी भयो? त्यहाँ त कान्छी लेखिरहेको। ल यसलाई नेपालीमा फुटबल, यसलाई के भन्छ? यसलाई भलिबल। ए बास्केटबल हो त, भलिबल होइन त। नेपालीमा त भलिबलै भन्छ। कहाँ भलिबल भन्छ हौ? के भन्छ? नेपालीमा अर्कै छ। के हो? बल बल ल नमस्कार। के भन्छ त हो? यही रिजन हो क्या साथीभाइहरू, म नेपाली गीत मनै नपर्ने। कुन गीत हो यो? जिन्दगीमा पहिलोचोटि सुन्दैछु म। यस्तो गर्नु पर्यो। म एउटा राम्रो सजेसन दिन्छु। यो भाइ को क्रिएटर हो, च्यानलको नाम चाहिँ मलाई त थाहा भएन। हेर होइन, तिमीलाई चाहिँ म के भन्छु भन्दा अब युनिक निकाल्नु पर्यो क्या। अब कस्तो निकाल्नु पर्यो? तिमीले गेस्ट सङ ऱ्याप निकाल्नु पर्यो होइन। अहिले हिपहपको पनि हल्का गर्नु पर्यो। म्युजिक त म्युजिक छ, आफ्नो ठाउँमा छ, बेटर छ, दामी छ, बबाल छ। तर हिपहपलाई पनि अगाडि बढाउनु पर्यो नि त। ऱ्यापमा पनि एउटा गेस्ट सङ बनाउनु पर्यो। हामीलाई पनि मजा आउँछ जुन गर्नलाई होइन। र अर्को कुरा, ओल्ड सङहरूको भ्यालु ओल्ड इज गोल्ड हुन्छ, दामी हुन्छ, बबाले हुन्छ। त्यही पनि न्यू सङको पनि हल्का हुनु पर्यो। हो कि होइन मेरो भाइ? गर्दिउँ न त। होइन मैले भनेको कस्तो लाग्यो त? ठिकै छ, अब गरेर हेरौँ न के कसो हुन्छ। ल यदि यदि पानी यदि यदि पानी गङ्गा रानी। यही हो भाइ, हो भाइ। फेरि यसरी म हाल्दै ल यति पानी गङ्गा रानी। कति के हो? कति रुन्छौ? कति रुन्छु रानी? ए सानी होइन सानो कहाँ छ त? त्यही नै हो त। ओइ होइन कति रुन्छौ बोला करा। कति रुन्छस् करा? होइन त। के हो त? तेरो म तिम्रो लागि कति कर यो गाना कसले सुनेको छैन? कसले सुनेको छैन यो? होइन, कति रुयो म तिम्रो लागि अरे। त्यो कराएको चाहिँ के थियो? हो यो कराको चाहिँ के थियो? यो नेपाली इन्डस्ट्रीमा छैन क्या। छैन। तिम्रो फक ल हेर मलाई हात समाउ। ए यो त भाइ यो समीर होइन को गाना जस्तो लाग्यो।
हेर मलाई हात समाउ के हो र हौ यो समय के हुन सक्छ त भाइ फेरि बस्छु तिम्रो अरू के अङ्गालोमा बानी होइन अङ्गालो के हेर मलाई समायो हात नछुटोस् राम्रो दरिलो साथ। देख्नेले देखोस् अहो, सुनोस् अब त्यसपछि गाउँदिन ल Yes, yes, yes. बा सबिन राईको सङ हामीले गेस हान्न सकिनौँ ठुलो रिग्रेट हो ब्रो हो कि होइन भाइ तो साम्रो दरिलो साथ आँखाको मन आँखाको आँखाको मनमा औसी आँखाको मन आँखाको मनमा औसी कुन गाना छ आँखाको त्यही त होला नि के चाहन्छ नि गेस एक सेकेन्ड बाँकी छ एक सेकेन्डमा के गेस हान्न सकिन्छ आँखाको मनमा मैले तिमीलाई देखेँ सपनाको भित्र तिमीलाई देखेँ हेरौँ गाना भित्र अब बुझे त्यो जुन त्यो ठ्याक्कै इमोजीमा त्यो लेखेको छ नि जस्तो मन लेखेको छ त्यो कान्छीले त्यो उल्झाउनको लागि रहेछ क्या हामीलाई एकदम एकदम यो के हो फेरि कमल त्यो कमल समलमा हेर्नु होइन त्यहाँ लेखेकै छ हौ कमल त्यही त त्यो झुकाउनको लागि हो कमल छ तिम्रो के हुन कमलको बास्ना चाहिँ के हुन सक्छ त फुलको सुगन्ध फुलको सुगन्ध अब के जाने फुल छ त्यहाँ सुनिरहेको छ के चाहिँ हुन यो नानीको सिरैमा इन्द्रकमल फुल फुल्यो त यार भाइ कस्तो यार दिमागमा आयो मग मग चल्यो बस्ना ठिकै छ केही छैन यो के हो होइन हामीले एउटै केस गरेको होइन गरेको पोखरा अनि पोखराकै भेन लेख्छ यो पोखरा हो त्यहाँ हिँड्दैको छ ए, मैले हङकङ बुझ्छ। फ्ल्याग पोखरा तिम्रो माया बसोको हङकङ पोखरा निर्मोही आफ्नो गोचर ल है ल पञ्चरोले काटिदियो कपडा भाइ भाइ 2 सेकेन्ड छ ल भन I give up, गिभ अप हो surrender, peace Surrender. lover. म पनि सलेन्डरै हो एक किसिमको होइन ल गाइस सुनेको थिएन है यो यो गाना सुनेको थियो लाइभमा सुनेको थियो किन थियो ओ वन्डरफुल अनि कस्तो लाग्यो त भाइ आजको अब होइन भिडियो ठिकै थियो अँ, अब नेपाली भएर नेपाली गीतै गेस गर्न सक्यो त अलग कुरा हो होइन अलग कुरा हो यसो हेर्दाखेरि त हारेको त मै देख्छु भने गाइस दुईचोटि म हारेको छु एकचोटि दाइ हार्नु पर्छ होइन अब डेढ त गर्नै पर्यो होला बियर गर्नै पर्यो होइन अब हारेको हल्का बार्गेनिङ गरेर अब नेपाली बार्गेनिङ गर्ने होइन बार्गेनिङ गरेर चल्छ कि चल्दैन यहाँ अब अनि यस्तो गरौँ न त तिमी दुईचोटि म एकचोटि छौँ भने एकचोटि दाजुभाइ गरौँ न त हुन्छ हुन्छ होइन गरिदिउँ न त ल गरिदिउँ न त ल होइन अब डियरको टाइम आइसकेको छ र अब सबभन्दा सुरुमा चाहिँ कसले गर्ने हो त भाइ ल एउटा रक पेपर सिजर गरिदिउँ न ल रक पेपर सिजर खेल्दिउँ न त ल बेस्ट अफ 3 होइन बेस्ट अफ वान खेल्दिउँ न त किने गरिदिउँ न त ल ल ल ल ल रक पेपर सिजर सुट रक पेपर सिजर ल रक पेपर सिजर सुट एक पोइन्ट गाइस एक पोइन्ट ल, एक ल। पोइन्ट रक पेपर सिजर सुट 2 पोइन्ट दिने गाइस ल ल ल ल ल म्यान अफ द म्याच म्यान अफ द ओके म्याच ओके ओके केही छैन होइन पहिलो डेयर होइन अब म पहिलो डेयर दिन गइरहेको छु दाइलाई होइन ल अब म पहिलो डेयर के दिउँ भन्दाखेरि अँ इजी नै दिन्छु म ओके ओके हाम्रो साथी छन् होइन एकजना उम्. तपाईँहरूले पनि त्यो युट्युब च्यानलमा देख्नु भएको होला अँ. प्रसाद रेग्मी भन्ने अँ. होइन रियाक्सन भिडियो हाल्नु भएको थियो अँ त्यही च्यानलबाट एकचोटि channel. गएर चेकआउट गरेँ हाम्रो होइन यस यस वर्षातलाई कल गर्नु उम्. वर्षादाईलाई कल गर्नु होइन उम्. अनि प्र्याङ्क गर्नु के भन्नु भन्दाखेरि होइन उम्. श्रेय दाई मेरो घरमा युट्युब च्यानल बनाउन आएको थियो उम्. त्यो भाइको लडेर टाउको फुट्यो टाउको फुट्यो छिटो यहाँ छिटो आउनु ओके कति छिटो चाहिँ आउनु हुँदो रहेछ ओके ल फोन देऊ न त भाइ फोन 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 कहाँ छ फोन
फोन ल गाइस A few moments later. हेलो हेलो साथी कहाँ छौ तिमी घरमा छौ यहाँ सुन न मेरो घरमा शेष भाइ आएको थियो होइन त्यहाँ लडेर टाउकै फुट्यो यार छिटो आउनु साथी छिटो आउनु शेष भाइको टाउको फुट्यो क्या मेरो घर आएको थियो त्यही भएर यस भाइ कसरी टाउको दुख्छ ए यहाँ चिप्लेर लड्यो क्या भुइँमा पानी थियो ट्याक्र्याक्क लडिहाल्यो क्या देखाउँछ टाउको ल यो भाइको क्यामेरै राम्रो छैन क्या फोनको मेरो फोनमा चार्जै छैन फेरि लाइन नभएर तिम्रो फोनमा छ होला नि त होइन मेरो फोनमा चार्जै छैन क्या त्यही भएर भाइको फोनबाट कल गरेको थिएँ कहाँ छौ राईकोमा छौ कि घरमा छौ घरमा सोल्टी भिडियो कल खोल न भिडियो कल खोल्ने त्यहाँ होइन यो भाइको क्यामेरा राम्रो छैन क्या नत्र कल गरिहाल्थेँ नि साथी यो भाइको क्यामेरा राम्रो छ क्या दोस्त मैले हेरेको छु अब गाइस यो दाइ काम लाग्ने रहेन यो दाइ काम लाग्ने रहेन रहेछ ल फोन राख अब दफा हो जा मेरी जिंदगी से तू ल सक्यो अब उसको डियर त सकिसक्यो होइन अब मेरो डियर त बाँकी नै छ नि त भाइ ए साँच्ची मेरो पनि डेढ बाँकी छ है यस अब तिमी चाहिँ के गर्ने हो त ल भन्नु न त म के गर्नु तिमी के गर भन्दा नि मेरो भाइ तिमी पुसअप हानु अब यहाँ ल 10 चोटि है 10 चोटि यस नेपाली हो ल 5 चोटि ल भाइलाई 5 चोटिको पुसअप है ल भाइको 5 चोटि पुसअप सुरु भइसकेको छ ल 1 2 3 4 5 6 7 8 9 10 अनि त भाइ कस्तो भयो त आजको ल सब कुरा सही थियो होइन अँ, हामी चाहना राख्छौँ कि तपाईँहरू हाम्रो भिडियो हेरिदिनु होला yes, भ्युज राम्रो आओस् कमेन्टहरू राम्रो आओस् होइन Yes. यसरी नै भेट्दै गर्नुपर्छ अब अगाडि पनि उम्, सो लेट्स गो गाइस ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो आजको मेरो दामी च्यालेन्जेस भिडियोहरू होइन राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई यस्तै रियाक्सन भिडियो हेर्नु छ भने अलमा गएर बेल आइकनमा प्रेस गरिदिनु अहिलेलाई चाहिँ म जाँदैछु जय नेपाल सबजनालाई